नमस्ते तपाईँहरू सबैलाई, मेरो साथीभाइ सबै, आफन्तहरू सबैलाई। मलाई त तपाईँहरूसँग कस्तो बोलम बोलम लाग्यो, जस्तो भोइसमै आम जस्तो लाग्यो क्या अहिलेको जुन राजनीतिक माहौल छ नि, त्यसले गर्दा त एकदमै मलाई त दुई शब्द त राखिदिउँ के जस्तो लाग्यो होइन। म त्यस्तो बोल्न चाहिँ आउँदैन नि, ऊ बोल्छु भन्दा गु बोल्छु होइन, तर पनि केही छैन। मैले खास भनेको अहिलेको चुनावमा एकदम हाम्रो बागलुङ होइन क्षेत्र नम्बर 2बाट चाहिँ एकदम त्यो रासोपा अहिले नयाँ पार्टी भनौँ न, रासोपाले चाहिँ कतातिरको एकजना साथी उठाएको रहेछ होइन। मैले पनि चिन्दिनँ चिन्न चाहिँ, तर हाम्रोतिरका टुरिस्ट चाहिन्न यताउति भनेर ट्रोल बनाइरहनु भएको छ कि। उहाँहरूले टुरिस्ट चाहिन्न भनेपछि उहाँ आफै उठ्नुहोस् होइन, आफै उठ्ने हो नि त। नेता अरू किन राम्रो लाग्दैन भने त आफै उठ्ने हो, त्यो हिम्मत पनि गर्नु भएको छैन फेरि होइन। अर्को कुरा, पहिलाको योभन्दा पहिलाको पार्टीहरूले पनि सबै बाहिरबाटै लिएको त, चाहे हामीले राष्ट्रिय जनमोर्चादेखि हामीले बढी थापालाई जितायौँ धेरैचोटि। अब चाहे बल्लावती शर्मा भनौँ या उनको कोही देवेन्द्र पौडेल भनौँ, जोसुकै धेरैजना पो छ है, नाम त बिर्स्यौँ, म त्यति धेरै चासो नदिनु भएर। धेरैजना त बाहिरी मान्छे नै थियो। त्यो भएर यो संसद सबैभन्दा पहिला हामीले संसद के हो भन्ने कुरा नि बुझ्न जरुरत छ क्या। हाम्रो गाउँतिर हाम्रोतिर के हो छ भने, हाम्रो संसदहरूले कस्तो गराउनु भने, पहिलाको पुरानो पार्टीको संसदहरूले संसद भयो भने अब सबै उमा जानुपर्ने, अब नमस्कार गर्न जानुपर्ने, जागिर खान नि जानु पऱ्यो, यसो बजेटको लागि ढोकर्न पऱ्यो। अब त्यो 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 किसिमको उहाँहरूले चाहिँ वातावरण तयार गरौँ। खास त संसदको काम त्यो चाहिँ होइन कि उहाँहरूले भनेको संसदको काम होइन, पोलिसी बनाउने, पोलिसी मार्फत अटोमेटिक सिस्टमेटिक रूपमा चाहिँ कहाँ के जानुपर्ने बनाउनु पर्ने हो। जस्तो आज म विदेशमा छु, मेरो बच्चा एकातिर छ, मेरो बुढी एकातिर छ, मेरो परिवार बाबुआमा एकातिर हुनुहुन्छ, मेरो दाजुभाइहरू एकातिर छन्, हामी सबै टहस नहस छौँ क्या। भेट हुने कहिले थाहा हुँदैन होइन। यस्तो तहस नहस हुने अवस्था कसले सिर्जना गर्यो त भन्ने कुरा मुख्य कुरा हो क्या। त्यो पोलिसी मेकर हो, त्यो के पोलिसी मेकर भनेको त्यहाँनिर हो क्या। कसले पोलिसी बनायो त यो भन्ने, हामी यस्तो तहस नहस हुनको लागि भन्दाखेरि हामीले जिताएका संसदहरूले बनाएको हो कि संसद, र त्यहीले चाहिँ फलो गर्ने पार्टी काङ्ग्रेस, एमाले, माओवादी, त्यहाँभन्दा अरू छैन नि फेरि। यहाँ मान्छेले भन्ला फलाना इन्डियाले बनाएको, चाइनाले न त्यो बनाउनेहरू काङ्ग्रेस, एमाले, माओवादी र हामीले जिताएका संसदहरूले। आज हेर त हाम्रो पारिवारिक विचलन हामी कहाँ छौँ यार। मोबाइलमा जिन्दगी, बुढी तिमी बच्चा कहाँ छ, यस्तो अवस्था हेर्नु त। फेरि विदेशमा कतिमा आछौँ भन्नु न, सबैभन्दा सस्तोमा। त्यो त विदेशमा गएको साथीहरूले बुझ्नु नि भयो होला। यति सस्तोमा तपाईँहरू बेचिँदाखेरि पनि काङ्ग्रेस जिन्दाबाद, माओवादी जिन्दा, एमाले मेरो फलाना नेता जिन्दाबाद भन्नुहुन्छ। छोड्नुहोस् क्या यार, यस्तो तपाईँहरूले बुझ्नु। यो आफ्नो जिन्दगी पढ्नको लागि नि भोगेको कुरा पढ्न, मार्क्सवाद, लेनिनवाद, दुनियाँवाद जरुरत छैन। आफूलाई हेरे पुग्छ, आफ्नो बालबच्चा हेरे पुग्छ, बाबुआमा हेरे हुन्छ, साथीभाइ हेरे हुन्छ क्या। त्यो हुनाले पोलिसी मेकर बन्नको लागि घरको दाइ हुनुपर्छ भन्नु छैन। एउटा पढे लेखेको जो भए पनि हुन्छ, तर त्यसले बिचौलियाहरू, दलालहरू, एजेन्टहरू, ती व्यापारी, ती 2 नम्बरी व्यापारीहरू, तिनको कुरा सुनेर बनाएको पोलिसी जुन कानुन कानुन छ, तिनलाई हुन्छ भनेर ढ्याप हान्नु भएन कि। 2-4 जना नेताहरूलाई त तिनले किनिसक्यो, 2-4 करोड दिएपछि त नेताहरू बिगिहाल्छ त, ठुलो नेताहरू हो। त्यस्तो बिक्ने नेताहरू, बिकिसकेका नेताहरूको पछि लाग्नुभन्दा एकचोटि नयाँलाई चान्स दिउँ भन्ने कुरा। अब नयाँको कुरा आउँछ फेरि, रवि लामिछाने ठगो के को त्यो भन्नुहुन्छ फेरि तपाईँहरूले। त्यो त भन्ने तपाईँहरूको मुखमा त थिएकै छ। रवि लामिछानेलाई मैले चाहिँ सहकारी ठग चाहिँ मान्दैन। किन भन्दाखेरि जब मेरो बुढीले अलिकति पैसा निकाल्न जाँदाखेरि सहकारीमा चाहिँ शेयर सदस्य हुनुपर्छ। अहिले पनि त सहकारी शेयर सदस्य हुनु पऱ्यो कि। भिटो चाहियो, भाइ साँची चाहियो, माग फारम चाहियो, दुनियाँ चाहियो, 3 पुस्ते चाहियो। रवि लामिछानेको त्यो त अहिलेसम्म त देखेको छैन नि। पर्मानेन्ट भएको भए त अस्ति नै जेल हालिहाल्थिनँ होइन। त्यो त कसैले सरकारले कुनै पनि मान्छेलाई चाह्यो भने अहिले मैले यति बोल्दैछु, अहिले मलाई पनि दुःख दिन सक्छ, त्यो त स्वाभाविक छ है। त्यो हुनाले मैले चाहिँ ठग मान्दैन। हेर्नुहोस् साथीहरू, त्यो जेसुकै होस्, कसैले भन्छ एमडी भएर यो भएर यार
कम्पनीको अर्को कानुन हुन्छ कि कम्पनीको कुनै पनि वर्करले मालिकलाई चाहिँ मलाई तल पैसा कहाँबाट लिएछ भने हामीले सोध्नु मिल्छ, लात हानेर कहाँ पुऱ्याइदिन्छ। त्यो कुराहरू चाहिँ अलिकति बुझ्ने, त्यो कमन लजिक लाम, त्यत्तिकै ठक नभनौँ। म चाहिँ त्यो भन्छु कि काम गरेको साथीहरू हुनुहुन्छ भने है, अब हुनुहुन्न त्यो पुरा भन्यो त त्यो जे होस्, कन्क्लुजन म के भन्छु भने मत चाहिँ परिवर्तन गर्न सक्छ। तपाईँ हामीले पठाएको हाम्रै दाइ भाइ जोसुकै होस् संसदमा पठाएको राम्रो सफा गाउँको एकदमै सफा सुग्घर भनौँ न क्लिन चिट केही नभएको मान्छे हामीले पठायौँ भने पनि माथि गएर तिनै बिगेका नेताहरूलाई हुन्छ हजुर भन्नु पऱ्यो, अनि ढ्याप ठोक्नु पऱ्यो। सिस्टम कस्तो छ यसो भने मेरो यस्तो गरिदिनु पऱ्यो उस्तो गरिदिनु पऱ्यो भनेर त्यो सिस्टम त्यसरी गर्ने होइन। एउटा सिस्टम आओस्, अटोमेटिक जागिर पाउनेले जागिर पाओस्, बजेट जाने ठाउँमा बजेट जाओस्, एउटा सिस्टम आओस् के। यो पुरानो वादा त सम्भव छैन नि त, माथि जेलेका छन् हरेक कुरामा है। त्यो भएको हुनाले एकचोटि हामी सबैले मत परिवर्तन गरौँ भन्ने चाहिँ मेरो राय हो। साथीहरूले चाहिँ अब म त रासपाको न नेता न त सदस्य न म केही न केही, तर धेरै साथीहरूले रासपा भनेर नि मलाई उ गरेको देख्नुहुन्छ। केही छैन, तपाईँहरूले भन्न पाउनुभयो। अब म त तपाईँहरूकै काङ्ग्रेस एमाले माओवादीका साथीहरूको, तपाईँकै सांसदहरू, तपाईँहरूको नेताहरूले बनाएको पोलिसी लेखेको त्यसको म त भिक्टिम हो। अरबमा छु यार, बच्चा मेरा केटा कता गयो यार, मेरो बच्चाहरू पनि विदेशमा गइसक्यो क्या, तिनीहरूको पोलिसी लियो क्या, त्यो म त भिक्टिम हो ब्रदर्स, दाजुभाइ दिदीबहिनीहरू है। तपाईँहरू त अब विदेशमा आएर नि जिन्दाबाद भन्नेहरू तपाईँको पार्टीले तालिम गर्न पठाएको होला है। तपाईँलाई त पैसा यहाँ आएन, अब सायद छुट्टीमा जनाए जस्तो भएको होला। अब मलाई त्यो पनि छैन, किनभने म त समस्याहरूसँग छु नि त यार। तपाईँहरूको सांसदहरूले बनाएको पोलिसीले गर्दाखेरि आज मेरो जिन्दगी नै गइसक्यो विदेशमा। अझै कति जाने, मेरो बच्चा पनि जाने त भयो, नातिको अब मैले सङ्घर्ष गर्नु भने नातिले चाहिँ नआओस् है भनेर हो क्या। मेरो बच्चाहरूको त अब सकियो, तिनीहरू गरी गइसक्यो है। त्यो भएको हुनाले मत परिवर्तन गरौँ। मेरो आफ्नै दाजु हो, भाइ हो, मेरो फलाना होइन, त्यसले माथि गएर के गर्छ भन्ने कुरा पर्नु। भाइलाई जिताएर के गर्ने, गएर ड्याब हान्छ माथि। अब बिचरा त्यसले केही बोल्नै सक्दैन, उसको अनुहार पनि अब मसुदले जस्तो भएको, हात कालो भइहाल्यो बिचरा। उसले खाएको त केही छैन नि होइन, किनभने त्यसको मान्छेहरू त्यो लाइनका मान्छेहरू छन्, त्यसलाई फलो गर्छ क्या त्यसले त्यहाँ गएर। त्यो चाहिँ नहोस् र तपाईँ हामी सबैको जय होस्। सबैले चाहिँ राम्रो, हाम्रो एटलिस्ट नातिहरू चाहिँ राम्रो। अहिले नयाँ मान्छे एक ट्राई गर्ने हो, त्यो पनि राम्रै हुन्छन् भन्नु त ग्यारेन्टी त छैन। कोसिस त गर्नु पऱ्यो नि त, परिवर्तन आफैबाट गर्नु पऱ्यो। त्यो हिसाबले चाहिँ मैले हल्का सपोर्ट गरेको। बाँकी त अब तपाईँहरू पनि अब भोट हान्ने विदेशमा जस्तै विदेश कुट्ने हो भने त अब केही भन्नु छैन, ठोक्नु पऱ्यो। तिनीहरूको के जान्छ र, उनीहरू त सबै आफ्नो व्यवसाय छ। हारेन मतलब छैन, न बालेनलाई मतलब छैन, न रविलाई मतलब छैन, न तिनीहरूको एबिसीलाई मतलब छ। उनीहरूको के जान्छ, उनको बाउको केही जाने होइन, जाने त हाम्रै नै हो। आफै आउने विदेश, हरियो पासपोर्ट ठोक्ने, अरब कुट्ने, त्यो पनि सबैभन्दा सस्तोमा है। फेरि महँगो होइन, महँगो होइन। 750 दिराममा 2 लाख 3 लाखमा बेचिने, फेरि एकदम कुरा क्लियर छ। फेरि त्यस्तो हो भने थोकमा भोट, जिन्दाबाद बनाऊ, अनि सबैलाई चाहिँ एकदमै आनन्दै हुन्छ, हाई शीतल हुन्छ। म चाहिँ योचोटि सबैलाई चाहिँ मत परिवर्तन गर्ने अनुरोध गर्नुपर्छु। धन्यवाद। जय देश, जय नेपाल, जय अरब। थ्याङ्क यू।